प्यार की उसका चेला चलियो हेलो गाइज वेलकम ब्याक टु आवर भिडियो फेरि पनि आज हामी घुम्न गइरहेछौँ आज चाहिँ हामी कहाँ गइरहेछौँ भने चाहिँ नुवाकोट अब म चाहिँ रुमबाट भर्खर निस्केँ यहाँदेखि निक्सनसँग जान्छु म अब बाटोमा चेन्ज भएपछि चेन्ज हुन्छ भर्खर निस्केको निक्सन तल चोकमा वेट गर्दैछ ल गाइस निक्सनसँगै भेटौँ अब निक्सनलाई भेटिसकेका छौँ हामीले तर अलि अगाडि छ ऊ माथि वेट गरिरहेको रहेछन् मेरो अगाडि इस्तानबाल हस्पिटल देख्नु भयो होला वसुन्धरा म चाहिँ अहिले वसुन्धरामा छु गाइस यहाँदेखि चाहिँ अब जान्छु मलाई चाहिँ रुगा लगाएर मेरो भोइस पनि अलिक चेन्ज भयो होला गर्मी छ म यस्तो कालो लगाएर आइरहेको फेरि है हावा चलिरहेको हरर केही छैन मैले चाहिँ अर्को साइड जानुपर्ने हुन्छ यतापट्टि चाहिँ अब मिलेन हाम्रो जर्नी हुन्छ वसुन्धराबाट रेडी अब यहाँदेखि चाहिँ हामी जान्छौँ सम्म खुसीमा सबै गेट टुगेदर भएर त्यहाँदेखि चाहिँ वी आर निक्सन भ्लगर इज कमिङ डाउन गाइस अब हामी जान्छौँ यहाँदेखि सम्म खुसीको लागि बाइ बाइ गाइस सुरक्षालाई पनि भेटिसकेका छौँ हामीले निक्सनमा सुरक्षा दाइ र अरू माथि हुनुहुन्छ नि क्या हो सलिसा आउँदै हुनुहुन्छ अब उहाँ आएपछि चाहिँ हामी चारजना यहाँदेखि निस्किन्छौँ हामी पुगिसकेका छौँ यहाँ टोकाबाट माथि कहाँ थाहा छैन सलिसा अगाडि पेट्रोल हाल्न जानु हान सुरक्षा यहाँ बसेका छन् गाइडहरू अर्को छन् सरनादी र विप्लव दाई कहाँ हराए केही अत्तो छैन अब यहाँ आएर चाहिँ विप्लव दाई र सरनादीलाई भेटेर हामी निस्किन्छौँ सरनादी खोइ तल पुगिसक्यो भन्नुभएको थियो हामी चाहिँ सबै भेटिसकेका छौँ अगाडि विप्लव दाई र सरनादी ढिला गर्ने मान्छेहरू आइसके पछाडि निक्सन र सुरक्षा हामी माथि टोखाको गेटबाट भर्खर छियौँ नेवारी टोलमा आइसकेका छौँ टोखाको मन्दिर के छ त हालखबर गाइडहरूको हालखबर यहाँदेखि अब गाउँ स्टार्ट हुन्छ म त गएकै छैन अहिलेसम्म कहाँ तपाईँ कहाँसम्म जानुभएको छ ए यो बाटो हिँडिसक्नु भएको छ त्यसो भए ट्याप निक्सन भ्लगर पुगिसक्यौँ गाइज अब हामी डाँडातिर अहिले चाहिँ सबै सँगै भइसक्यो फेरि पछाडि निक्सन अगाडि पिपलदाएर सरना दिदी बिचमा हामी छौँ वाउ मस्त हिमालहरू देखिन थालिसक्यो हिमाल त नभनौँ पहाडहरू माउन्टेनहरू विथआउट आइस काठमाडौँ भ्याली गाइज अफरोडिङ कस्तो लागिरहेको अफरोडिङको एक्सपिरियन्स विप्लवलाई सिकाइरह सरना दिदी कुदाइरह विप्लवलाई टिचरले सरना दिदी स्टुडेन्टलाई सिकाउँदै गइरहेको हामी घर जानेखेरि गाई धनगढीदेखि दिपाइल जाने बाटो जस्तो छ हामी माथि डाँडामा पुगिसक्यौँ त्यो दामी रहेछ ल गाइज हामी नुवाकोटभित्र छिरिसकेका रहेछौँ टक्क छिर्ने बित्तिकै दामी डाँडाको भ्यू देखियो अब चाहिँ भित्र यस्तो जङ्गलको बाटो डाँडा देखिन थालिसक्यो अब चाहिँ दामी तरिकाको एउटा झर्ना चाहिँ देखियो गाइज एकचोटि ओर्लिहालौँ र गाइज हामी एउटा झर्नामा आइसकेका छौँ दामी तरिकाको यो झर्नाको नाम चाहिँ के छ भने चाहिँ ठ्याक्कै थाहा छैन एउटा झर्ना अगाडि पनि छ चप्पल लगाएको छु गाइज फाइदा यही हो तिम्रो हालखबर सब ठिक छ यार चिसो भइरहेको छ यस्तो डाँडामा मैले चप्पल हालेँ चप्पल भिजाएको त लाग्छ पुरै चिसो आयो गाइस के हो तिम्रो नाम हाम्रो ब्युटिफुल बहिनी राम्री बिताउँ ल रमाइलो गर्छन् बहिनीहरूले अब हामी चाहिँ एउटा निस्किन्छौँ ल के छ तपाईँ कस्तो भइरहेको तपाईँलाई कस्तो भइरहेको हाम्रो दाइ एउटा पाहाड जस्तो देखाएको थिएँ मैले त्यहाँ चाहिँ सायद त्यही हो कि त्यहाँ चाँडै पुग्छन् जस्तो त
तरकारी बजार रहेछ तरकारी लगेर जानु पर्ला भोलि काठमाडौँ लगेर बेच्छु अनि म यहाँबाट वाउ गाइस दामी तरिकाको देखिसक्यो यत्रो भन्दा त्रिशुली गाइस हामी त्रिशुली पुगिसक्यौँ अब चाहिँ हामी त्रिशुलीको नदी कटेर आइसकेका छौँ अब माथि लागिसकेका छौँ माथि अप्रोड छ झुटो दाइको लामो खुट्टा माथि दिगो भन्दा अनि अगाडि पुगिरहेको हिकुरे बजार हो कि के त्यस्तै त्यस्तै थियो गाइस माथि माथि नै नुवाकोट अलि डाँडातिर नै छ कहाँ पुगिन्छ हेरौँ चाड सकिसक्यो गाइस गएको अब गाइस हामी यो त्रिशुलीको छेउमा किनारमा आएको छौँ यहाँ एकचोटि खोला हेर्ने भनेर यस्तो बाटो छ गाइस यहाँबाट चाहिँ हामी भर्खर हिँडेर नभनौँ स्कुटीहरू बाइकहरू ल्याएको छ तर अब यहाँ तल यहाँ राख्ने र यहाँ टिप्पर सिप्पर आउन सक्छन् तर यो बाटो त वाइल्डै रहेछ त यहाँ कहाँ राख्ने हुन् गाइजहरू यस्तो दामी छ हाय 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 यो चाहिँ त्रिशुली हो यहाँदेखि चाहिँ खै अगाडि झुलुङ्गे पुल छ क्या हो एकछिन यहाँ बस्छन् रे बसिसकेपछि अब यसो त्यसपछि निस्किन्छौँ हामी तल छ स्विमिङ गरौँ भनेको कोही गर्दैनन् कसैले केही लिएकै छैन रे यस्तो दामी छ यो बाटोबाट आयो गाइज हामीहरू सरी नानी त माथि नै हुनुहुन्छ यहाँबाट लग्ने चाहिँ कहाँ भन्ने हो यहाँ यस्तो बाटो छ धस्यो त पछाडि गाइस यस्तो खोलामा हालिराखौँ हामी ल यहाँ चाहिँ राखेर जान्छ अब हामी नेक्स्ट जान ओपी फाल्यो नजान्ने मान्छेले फेरि मान्छे बोकेर आहान्के फेरि दाइ बसिराख्नु दाइ बसिराख्नु दाइ नउत्रिनु है नजान्ने मान्छेले मान्छे बोकेर ल्याएको छ यहाँ फेरि साइले रिटर्न माथि गरेर मोर काट्नु पो भने तपाईँले कहाँ तल ल्याएको त के दिदी अस्तिको जस्तो भयो त आमा दिदीको स्कुटी फेरि गयो दिदी कस्तो लागिरहेको यो सेल्फ स्टार्ट बिग्रेको अरे क्या यही ठाउँमा हाल भन्दै थियो ल कसरी हाल लाग्नु हाम्रो त यहाँ मैले हात लगाउनु पर्ला जस्तो छ दाइ पनि अब खेला नभन्ने भइसक्यो तपाईँ किन गर्नु हो यस्तो दाइले मर्न खोज्यो अब पाहाडमा हिँड्यो भने गाइस यस्तो पानी छ है यस्तो म त हिँडिरहेको छु यहाँ यस्तो बवाल तरिकाको पानी गाइस हामी छौँ त्रिशुलीको यहाँ मेरो चाड सकिनै आँटिसक्यो अब जति सक्यो बनाऊँ भनेको र गाइस जो हो म्यान भर्सेस वाइल्ड बियर गिल्सका चेलाचेलीहरू ओ दिदी कस्तो लागिरह दिदी हो दिदी मलाई नै भिजाइदियो गाइस अब त्यहाँ नगरौँ Messi! Ronaldo! Neymar!
ल गाइज अब चाहिँ यहाँदेखि हामी पारी जान्छौँ दाइ जानुभयो उहाँ डरा राख्नु ए केही हुँदैन ल कुल 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 ए गयो सरी ल ल ल गयो कुनातिर हाल्यो गयो गयो ल दामी लग्यो लग्यो ल बबाल ल निक्सन गर अब निक्सन जानुहुन्छ भोलि छैन हो तिमी केही हुँदैन यार तिमी यार डन निक्सन पनि गयो गाइस सबै गयो हामी तिनवटा छौँ अब हामी प्यासेन्जरलाई छोडिदिएको छ हामी बिस्तारै जान्छौँ अब यहाँबाट टक्क 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 गाइस गाइस दुईवटा परिहरू गाइस कस्तो बवाल रहेछ गाइस चन्दै रहेछ खोला दिदी मोबाइल झरेपछि केही नभन्नु है गाइस बवाल रहेछ ल गाइस दामी तरिकाको हामी तिनवटा प्यासेन्जर मात्र यता छौँ अब हामी पनि जान्छौँ टक्क बाटामा दामी तरिकाको यस्तो बवाल तरिकाको यहाँबाट भ्यू छ तल पनि त बवाल छ मामा गाइस खेती हेर्नु न यहाँ खेती दामी तरिकाको बवाल तरिकाको खेती छ गाइस हामी यो पुलबाट तरेर पछाडि पुल छ अब चाहिँ हामी अगाडि जाँदैछौँ अब यहाँ बसेर टक्क खाजा खानुपर्ने हुन्छ हामीले आमा कस्तो दामी रहेछ त यहाँ हाम्रो दाइ हुनुहुन्छ राइडर त प्रो राइडर हातमा ज्यान उडाइदिनु तपाईँले चाहिँ कस्तो भयो फर्स्ट एक्सपिरियन्स यस्तो खतरा थियो एक्सपिरियन्स नयाँ खतरा भयो ल दुईजना चाहिँ यहाँ छ आमा भित्र पनि कस्तो दामी रहेछ त यहाँ वाउ स्विमिङ पुल पनि रहेछ गाइस यहाँ दामी रहेछ यहाँ चाहिँ धानको खेती पनि रहेछ यहीँ नजिकै यहीँ यहीँनिर हामी खाजा खान आएको यहीँ रहेछ हामी चाहिँ त्यहाँबाट त्रिचुली गएर त्रिचुलीमा अलिकति त्यहाँ बच्चा बच्चीहरूसँग फुटबल खेलेर अब यहाँ आइसकेका छौँ यहाँदेखि चाहिँ अगाडि चाहिँ ठ्याक्क रहेछ अनि ट्याक्क यता हेर्दा चाहिँ टक्क स्विमिङ पुल ठाउँ चाहिँ बवाल रहेछ अब यता बसेर हामीले खाजा खानुपर्ने हुन्छ गाइस खाजा खाइ चाहिँ हामी निस्किन्छौँ फेरि माथितिर अब यहाँदेखि चाहिँ धेरै टाइम छैन अरे खै कहाँ मेरो गोप्रो स्विच अफ भएर म चाहिँ दिदीको फोनबाट भ्लग गर्दैछु अब यहाँबाट जस्तो हुन्छ त्यस्तै हुन्छ गाइस त दामी छ ल गाइस स्ट्रेट ट्युन म चाहिँ अगाडि गोप्रो चार्ज लगाउँछु त्यसपछि जति हुन्छ तबसम्म म यहीँबाट गर्छु वाट इज दिस गाइस छुदाएर पनि कस्तो अजीब रहेछ यार दिदीले नयाँ कुरा इन्भेन्सन गर्नुभयो इन्भेन्सन त के भएको कुरालाई देखाउनु भयो वाउ यस्तो दामी फुल फुलेखा गाइस यहाँ चाहिँ सो गाइस हामी चाहिँ यही रेस्टुरेन्टमा छौँ तल चाहिँ यत्रो नदी बगिरह है यहाँ यस्तो दामी छ अगाडि स्विमिङ पुल छ दामी तरिकाको धानहरू मेरो कपालको चाहिँ भोसडा हो गयो भाइ क्या गरेँ अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ तलतिर ट्रकको पाडामा हाम्रो गाइजहरू दुईजना यहाँ छन् त्यहाँ छन् ल गाइज हामी चाहिँ यहाँ खाजासाजा खाएर यो पसलमा अघि आइसकेका थियौँ अब चाहिँ हामी निस्किन्छौँ माथि के ड्याम हो ड्याम छ अरे माथि ड्याममा जान्छौँ अगाडि फेरि हामी निस्किसक्यौँ अब यहाँदेखि जान्छौँ माथि सिधै ड्याममा ड्याम छ अरे त्यहाँबाट बाटो भइसक्यो त्यहाँबाट सिधै मैलुङमा जान्छौँ नत्र फिर्ता आएर फेरि यही बाटो जानुपर्ने हुन्छ हामीले अगाडि गइसक्यो दुईवटा पुगिसक्यौँ गाइज ड्याममा आम्मा बवाल रहेछ त वाउ ड्याममा त पुगिसक्यौँ हामी अहिले यता सुरुवातै खतम हो गयो गाइज अब हामी पुगिसक्यौँ यस्तो बवाल दा आमा अब यहाँ कस्तो बवाल रहेछ त यहाँ त पुरै आहा वाउ नगर्ने दाइ यहाँ हामी चाहिँ यो ठाउँमा छौँ गाइज बवाल रहेछ ल छिटो छिटो निक्सन जाऊ दामी गाइज यस्तो बवाल रहेछ ड्याम यहाँ पनि यस्तो बवाल गरिरहेको रहेछ नेचर चाहिँ यहाँबाट चाहिँ दामी रहेछ वरिपरि फोटोग्राफर द मोडल फोटोग्राफरको मुख हेर्नु न गाइस
कस्तो राम्रो आउँछ तर बिगार्यो बोली यस्तो दामी थियो यहाँबाट अब हामी निस्किएर लाग्छौँ अब हामी यहीँबाट अखेयो से गोली गोली मारे यस्तो गर्नु न दिदी आउँदैन के गर्ने रे हामी सिधै जान्छौँ मैलुङमा गएर सुत्ने मात्र हो सुत्ने भन्नाले यस्तो छ ड्याम पनि यहाँ पनि देखिरहेको गाई टक्क बाह्रमा बाटै छैन निषेधित क्षेत्र थाहै छैन कहाँबाट जाने हो यो बाटो पनि छ यो बाटो पनि छ हामी यही बाटो जाने भयौँ यस्तो के गाईहरू कस्तो कालो भैँसी आयो गाई भैँसी भर्खर बब खाएर आएको थियो यिनीहरू दादाको भैँसी आमा अफरोड आयो गाई धानको बारीहरू दामी दामी बाँसबारी पनि रहेछ यता बाँसबारीमा भूत आउँछ थाहा कि नै सुन्नु फेरि गाई यहाँबाट चाहिँ मेन रोड जानुपर्ने भयो यो बाटो धेरै अफरोड भएर सब फर्किन लाग्यो गाइस फेरि हामी ल दाइ यता हेर गाइस दिस इज द प्रो राइडर मलाई मात्र ओह्राले अरू सबैजना दिदीले बियर खाए आउनाले पछाडि राख्यो चलाउन सक्दैन भनेर फेरि फर्क्यौँ गाइस हामी यो बाटो त अफरोड रहेछ त्यही भएर हामी नजाने जान त जान सकिन्छ तर अलि के भन्छ टाइम लाग्छ भनेर रात त्यसै पढिसक्यो त्यही भएर मेन रोड निस्केर नै अब यहीँबाट हामी सुइङ जान्छौँ त्यहाँदेखि मेन रोडबाट चाहिँ 20 किलोमिटर मात्र रहेछ त्यही भएर यो बाटो चाहिँ अलि लामो हुन्छ हामी फेरि फर्क्यौँ हाम्रो निक्सन दोस्त सबभन्दा अगाडि जानुहुन्छ हाम्रो मित्र अनि हाम्रो दाइ दिदी हामी प्यासेन्जर हो यार होइन म अहिलेको लागि प्यासेन्जर होइन ए हो दिदी चलाउने र फेरि यहाँदेखि छिटो गर्नु फेरि हामी यही पुलबाट गएर आम गाई माथि गएको होइन त्यहाँदेखि चाहिँ बाटो अलि अफरोड हुनाले ढिला हुन्छ भनेर हामी यहीबाट निक्सन अगाडि पुगिसक्नुभयो ल सरलाई दिदी डराइ गइसक्नु भएको छ जानु न जानु कस्तो ढिला गरेको ल के हो दिदी सरनाथी सातो गएर होला दाइ फेरि गएर हल्लाइदिनु लाने गाई ल जानु ल हाम्रो सरिसा पनि गइसक्नु हान यताको लोकल त कस्तो कुदाएर गइदिनु भएको छ हाम्रो दाइ हामी त लास्टमा प्यासेन्जर के हाल्नु गाइज हामी लास्टमा प्यासेन्जर भइसु ऊ छोपिसक्यो सलिसालेमा सरनाथी डर किन चलाएर होला भिडियो हेर्नुहुन्छ होला अन्त कस्तो मजा आयो है यस्तो दामी छ यहाँ यस्तो खोला हो जुकै खोला हो कस्तो राम्रो भ्यू आइरहेको थियो फोटो खिच्छौँ भनेको यहाँ बाइक आयो भयो त्यही भएर फोटो खिच्न भ्याएन मान्ने भ्यू त बबाल आइरहेको गाइजहरू यहाँ छन् यस्तो राति गाइज यहाँ केही देखिरहेको आहा कस्तो राम्रो लाइट आयो यहाँ यस्तो किचडवाला छ हामी कहाँ यहाँ अफरोडमा आएर यस्तो गाइज ल अब चाहिँ आउँदै हुनुहुन्छ दामी तरिकाले ल हाम्रो दाइ हुनुहुन्छ फर्स्ट राइडर हो फालिदियो सलिसा हुनुहुन्छ निक्सन द ब्लगर यस्तो राति गाइज यस्तो दामी छ यहाँ यस्तो अफ रोड रहेछ अब चाहिँ हामी पुग्न थाल्यौँ कि क्या हो केही देखिएन एकचोटि अब चाहिँ हामी पुग्न थाल्यौँ कि क्या हो देखिएन फेरि अब चाहिँ हामी पुग्न थाल्यौँ कि क्या हो गाइज यहाँतिर ल अब चाहिँ हामी यहाँदेखि फेरि जान्छौँ यस्तो अफ रोड छ रमाइलो म देखिरहेकै छैन